Hello everyone, it's me Soicha Subedi. So if you're watching first time, then congratulations. मैले पनि मेरो भिडियो फर्स्ट टाइम बनाउँदै छु. सो आज चाहिँ मैले यो भिडियो किन बनाएको भने मैले चाहिँ दराजबाट एकदम क्यूट सामानहरु एकदम सस्तो मूल्यमा अर्डर गरेको थिए. मैले रिभ्यू दिन गइरहेको छु. इज इट वर्थ इट अर नट भनेर. सो तपाईहरुलाई पनि यसको बारेमा थाहा हुन्छ र हेल्प पनि हुन्छ भनेर. If you're watching first time, then congratulations. मैले पनि भिडियो फर्स्ट टाइम बनाइरहेको छु. फुल्ली म ब्लग पनि बनाउने कोसिस गर्छु तर मलाई ब्लग बनाउन अलि आउँदैन. कमेन्ट गर्नु होला है त. मैले चाहिँ दराजबाट हिजो सामान मगाएको थिएँ अनि ओ माई गॉड आज नै सबै सामान आइसकेको छ. मैले 5 वटा जति आइटमहरु मगाएको थिएँ. धेरै एक्साइटेड भएको हुनाले मैले कुर्न पनि सकिन. सो फर्स्ट एन्ड फरमोस्ट मलाई एकदम क्यूट लागेको कुरा चाहिँ यो मैले युज पनि गरिसके है. यो गार्डनिङ टुल्स यो मैले युज पनि गरिसके. सो अलिकति माटो छ यसमा. एकदमै हेल्पफुल छ मेरो लागि चाहिँ एकदमै हेल्पफुल छ. अब एकदमै धेरै ठुलो बारी छ भने चाहिँ यो प्रोग्राम तपाईहरुको लागि चाहिँ होइन तर तपाईहरुले यसले मजाले कोतरेर मजाले युज गर्न सक्नुहुन्छ अनि यसको क्वालिटी पनि एकदम राम्रो छ. सो यो चाहिँ मैले जम्मा 199 मा किनेको हो है. सो इज इट वर्थ इट अर नट कमेन्ट डाउन है. सो अर्को सेकेन्ड सामान भनेको चाहिँ क्यामोमाइल ग्रीन टी है. यो चाहिँ मेरो 5th टाइमको अर्डर हो है. सस्तो पनि छ र यसको एकदमै स्ट्रङ स्मेल पनि आउँछ के. स्मेल भन्दा पनि फ्रेग्रेन्स भनौं न है. जुन चाहिँ क्यामोमाइल फ्लावरको अथेन्टिक फ्रेग्रेन्स हुन्छ नि त्यो वाला आउँछ हैन. 195 पर बक्स. एकदम मन पर्यो. यो मैले 5-6 वटा सामान एकैचोटी लिँदाखेरि मलाई डेलिभरी चार्ज जम्मा 37 or 38 रुपीस पर सामानको मात्र परेको छ. विच इज वन्डरफुल हैन. राम्रो छ. अर्को कुरा चाहिँ मलाई यसको के मन परेको भने यसको चाहिँ अरु क्यामोमाइल टीहरुमा अब सस्तो टाइपको क्यामोमाइल टीहरुमा ग्रीन टीहरुमा चाहिँ पात मात्र हुन्छ के लीफ मात्र हुन्छ लिटरली. सो यसमा चाहिँ फ्लावर पनि छ है. फ्लावर बर्ड्स पनि भएको हुनाले चाहिँ मलाई एकदम मन परेको हो. अल्सो स्लिपिङ पनि राम्रो गर्छ है. निदर टाइममा लाग्ने बनाउँछ. सो अर्को एकदम क्यूट कुरा चाहिँ मलाई यो ब्याग के मिनी ब्याग हेर्नुस् न कस्तो क्यूट छ के यो. अब म त अफिस जान्छु नि त. सो अफिस जानको लागि चाहिँ मेरो अब 2 ताले 3 ताले टिफिनहरु अनि 3-4 वटा टिफिनहरु हुन्छ अनि त्यो टिफिनहरु चाहिँ मैले यसमा राख्नको लागि चाहिँ मैले यो लिएको थिएँ. सो यसलाई चाहिँ कति पर्यो थाहा छ गेस गर्नु त. सो यसलाई चाहिँ जम्मा 250 परेको छ. पनि छ के यो अरु कलरमा पनि थियो प्रिन्टमा पनि थियो तर मलाई चाहिँ यही पिंक कलर मन पर्यो. अनि भित्र चाहिँ यो अलिकति इन्सुलेटेड हो कि जस्तो लाग्यो है. आई मिन खाना चाहिँ तातै बस्छ जस्तो लाग्यो किनभने यस्तो छ है. मैले रिभ्यू पनि राम्रो देखेको थिएँ त्यही भएर मैले यो लिएको हो है. रिभ्यू नै यो सबै मैले रिभ्यू नै हेरेर लिएको हो. रिभ्यू नराम्रो भएको त किन लिनु हैन. अनि यो लोगोले गर्दाखेरि चाहिँ यो ब्याग एकदम राम्रो देखिन्छ. आई एम सो ह्याप्पी. अनि अर्को चाहिँ मलाई चाहिँ बेकिङ गर्न एकदम मन पर्छ. सो मैले चाहिँ यो बेक टिन लिएको छु ब्रेड बनाउने. सो ब्रेड मोल्ड भनौं न. सो यो चाहिँ एकदम अनएक्सपेक्टेड भयो के मेरो लागि. यो सस्तो पनि 400 समथिङ मा लिएको हो. त्यस्तै 500 भयो होला यसको डेलिभरी चार्ज जोडेर हैन. डेलिभरी चार्ज पनि 37-38 मात्र पर्न गयो कि मलाई नयाँ बानेश्वर सम्मको चाहिँ. सो यो चाहिँ मैले त्यहाँ चाहिँ स्मल साइजमा भनेर लेखेको थियो तर यो ठुलै रहेछ क्या. ठुलै रहेछ. त्यही भएर अब स्मल त कति स्मल आउने हो अब यत्रो आउने हो कि भन्ने सोचिरहेको थिएँ. म एकदम डराइरहेको थिएँ छटपटाइरहेको थिएँ तर यो चाहिँ ठुलो साइजमा आयो. सो यसको लागि पनि म एकदम ह्याप्पी छु. थ्याङ्क यू दराज टिम है. सेलर थ्याङ्क यू सेलर. 4 वटा सामान चाहिँ भयो. अनि अर्को सामान चाहिँ पक्नुस् है म तपाईहरुलाई देखाउँछु. अर्को सामान चाहिँ मैले भिडियो बनाइरहेको छु त्यसमै राखेर. सो यो पनि एकदम क्यूट छ एकदम एफोर्डेबल प्राइसमा. सो तपाईहरुलाई म एकैछिन यहाँबाट मोबाइल निकालेर देखाउनु पर्ने हुन्छ है त. सो द नेक्स्ट प्रोडक्ट इज दिस. सो हेर्नुस् न गाइज यो त एकदमै राम्रो के. तपाईँ हामी जस्तो लाइक यो त कन्टेन्ट क्रिएटरहरूलाई पनि एकदमै राम्रो. अनि त्यसपछि भ्लगहरू बनाउने भिडियोहरू बनाउनु पर्ने छ भने टक्क यो चाहिँ गोरिल्ला स्ट्यान्ड हो है. हामीले जस्तो बनाए पनि हुन्छ जसरी बेन्ड गरे पनि यो त्यसरी नै बेन्ड हुन्छ. भाँचिने ओर्ने त्यस्तो केही डर हुँदैन जस्तो लाग्छ मलाई किनभने यो म पनि फर्स्ट टाइम नै युज गरिरहेको छु. सो तपाईहरुले चाहिँ यसरी युज गर्न सक्नुहुन्छ. अघिसम्म भिडियो बनाएको पनि सबै यसमै मोबाइल राखेर मैले भिडियो बनाएको हो. सो एकदम यो चाहिँ एकदमै राम्रो छ है. राम्रो अनि क्वालिटी पनि एकदम राम्रो लाग्यो मलाई. जम्मा 350 रुपीसमा
350 और त्योभन्दा कम होला सायद, मैले बिर्सेँ, तर 300 कै लाइनमा थियो, 350 होला सायद। सो यो चाहिँ एउटा चाहिँ यसको डिसएडभान्टेज भनौँ न के लाग्यो भने मोबाइल चाहिँ ठाडो गरेर राख्न चाहिँ नमिल्ने रहेछ, मोबाइललाई चाहिँ यसरी तेर्साएर नै सुताएर नै राख्न पर्ने रहेछ। सो त्यही पनि अब 350 मा इट्स भेरी गुड क्वालिटी है, 350 मा भेरी गुड प्रोडक्ट भन्छु म चाहिँ। सो या आइ एम ह्याप्पी। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो अनि अर्को चाहिँ कस्तो ब्लग अथवा कस्तो भिडियो हेर्न चाहनुहुन्छ हजुरहरूले, सो लेट मी नो इन द कमेन्ट्स। बाई।